प्रस्तुत छ BBC मिडिया एक्सनद्वारा निर्मित नाटक श्रृङ्खला कथा मिठो सारङ्गीको। यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन्। यदि कसैको जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ। अब सुन्नुहोस् गाविसको कथा अङ्क 3। नमस्कार हजुर, म दिलु गन्धर्व। यो गाविसको कथा तपाईहरुको गाविसको जस्तै छ कि छैन हजुर? कथामा केही कुरो चित्त नबुझेको भए हामीलाई खबर गर्नुहोस् है। गाविसको काममा राजनीतिक दलहरूले चलखेल र तानातान अरेको थाहा पाउँदा मलाई कति पनि चित्त बुझेको छैन। माधवपुर गाविसका गाविस सचिव विश्वनाथले भने यस्ता कुरालाई मिलाउन निकै सिपालु थिए। गाविसको सेवा सुविधा घर घरमा पुर्याउने सचिव भनेर गाममा उनको निकै चर्चा पनि हुन्थ्यो। तर उनको कार्यालयमा चाहिने कागजपत्र भने कहिल्यै ठिक ठाउँमा भेटिँदैनथे। तपाईको सामने त मैले सबै यो हेरिहालेँ, यसमा छँदै छैन। आफै हेर्नु न कहाँ छ। कहिले काहीँ उहाँ राम्रो राम्रो जुन हुन्छ, राम्रो खालको जुन कामयाब जुन कागज हुन्छ त उहाँ ब्यागमा राख्नुहुन्छ। सायद उहाँ भन्नुभएको होला कि पाइहाल्नुहुन्छ। ठिक छ, ल अब भेटेर भने के गर्ने, म उहाँसँग बरु कुरा गर्छु। तर यहाँ तपाईँ कन्फर्म हुनुहुन्छ अफिसमा छैन भन्ने कुरा? छैन, यहाँ छँदै छैन, के गर्ने? ल त हुन्छ त अब छोडिदिनु, अब के गर्ने, 1 घन्टा मेहनत गरियो, कागजै फेला पर्दैन। सामने मैले सबै हेरिहालेँ, ल त ल के गर्ने? ल हुन्छ हस् ल। रितेश आफ्नो बाबुको मृत्यु दर्ता गाविसमा नभेटाएपछि विश्वनाथसँग रिसाए। उता गोदियानी गाविसमा पनि नेताहरू गाविस सचिव अखिलेशसँग रिसाउँदै थिए। किन रिसाए थाहा छ हजुर? सचिव साहब बोलाउनु भयो, धन्यवाद। अब एजेन्डा माग्नु भयो। मेरो वार्डतिर चाहिँ स्कुल चलिरहेछ, त्यसमा भवनको कमी छ। 2 कोठा भवन बनाइदिनु पर्यो। पहिला हाम्रो पनि कुरा सुन्नु पर्यो। तपाईले खाली भन्नु थोरै हुन्छ, खाली तपाईको नै कुरा हुन्छ। रोडमा पनि सचिव साहब, ओ सचिव साहब, यता पनि हेर्नुहुन्छ, यता पनि हाम्रो पनि गाविसमा शौचालय चाहिन्छ र ठुलो मैदान चाहियो हामीलाई। तपाईको कुरा त्यो हो। हेर्नु सचिव साहब, हामीलाई त शौचालय त चाहिन्छ नै, र त्यसको साथसाथै हामीलाई महिला विकासको लागि एउटा भवन चाहियो। किनभने महिलालाई धेरै समस्या परिरहेको छ। सुन्नुस् म एउटा सानो कुरा सुन्नुस् न, मेरो सानो कुरा। हामीसँग आन्तरिक स्रोतमा जुन किसिमको बजेट छ, हामी आन्तरिक स्रोतबाट लिएको बजेट र अलि बचेको बजेटबाट हामीले के गर्नु छ भने प्राथमिकताको आधारमा जुन पर्छ त्यसलाई पो गर्नु पर्यो। हाम्रो पुरै छ। ए बाबा, तपाईँ यसरी भन्नुहुन्छ, तपाईँ यसरी भन्नुहुन्छ, त यसरी कसरी कुरा मिल्छ? तपाईँ भन्नुहुन्छ नि मेरो प्राथमिकता पहिला हो भन्ने कुरा बुझ्नुस्। गांव संबंधी में कोनो किस्म के वातावरण सोचते हैं कि अपने में खाली हाला हाला होता। सब गांव के बारे में बोला जाता है। हाला गांव के कुरा हो, गांव के काम हो, विकास हो। ल हेर्नुहोस्, उहाँ बुझिराख्नु भएको कुरा। तपाईँहरू अनुशासित पार्टीको मान्छे भएर पनि नबुझिदिने। तपाईँ होइन, मैले मेरो भनाइ त्यो होइन नि, तपाईँ कुरै बुझ्नुहुन्न यार। मेरो भनाइ के हो भने प्राथमिकतामा जुन बजेटमा पैसा त्यसलाई काम गरौँ न हामी। अब तपाईँ हाम्रो भन्नुहुन्छ, तपाईँ हाम्रो भन्नुहुन्छ, र म कसको यहाँ लेख्ने? यो भएन, बसौँ न साथी, बसौँ न, भएन, यो त भएन। यस्ता त छन्, आफ्नो कुरा नभएपछि मिटिङै छोडेर आइने। के हाला गरिरहेको छ सचिव साहब? आफ्नै कामै गरौँ। हामी सबैमा है जे गाउँका जनताहरूमा है जे आफैका साथमा छ। हुन्छ काका, म त गर्नै खोजेको। अब यस्तै नेताहरूको हानथापले गोदियानी गाविसमा गाउँ परिषद बस्न सकेन। उता माधवपुरमा सचिव विश्वनाथले पनि गाउँ परिषदको तयारीका लागि गण्यमान्यलाई बोलाएका थिए। हिजोको कुरा पाउनु भयो सचिव साहब? के होला? अखिलेशजीको गाविसमा त हिजो परिषद बसे थियो। चारै पार्टीको आम जनता आफैमा हौ हल्ला गरेर पारी। महेन्द्रजी उहाँ त धेरै चलाक बन्नुहुन्छ नि। जहिले पनि उहाँको त्यस्तै हो, बस्यो कि मारपिट हुन्छ। तर हामीसँग त्यस्तो हुँदैन, हामी कहिले गरे पनि छैनौँ, त्यस्तो यहाँ हुँदैन। तपाईहरुले टिपाएको एजेन्डा मध्ये सबभन्दा अब धाराको छ हैन, सिलाइ कटाइ छ, ब्युटिसियनको छ हैन। अब उहाँ अब महेन्द्रजीको जुन के रे उहाँ अलिजान बाबुको, हजुर अलिजान बाबुले सार्वजनिक धर्मशाला भन्नु भएको छ। अनि नाला र सडक भयो, बिजुलीको पनि त्यो पोलहरू गाड्ने पनि कुरो छ हैन। अब आफै मिलेर छलफल गरौँ। सबभन्दा आवश्यकता छ त्यसबाट सुरुवात गरौँ हामी।
के छ सबभन्दा आवश्यकता बढी? नालाका जरुरी सबसे बा। नालाको पनि। सुन्नु सचिव साहब, एजेन्डा त सब जरुरी हो। महेन्द्रजी, तर यसमा मिलेर हामी सब काम गरौँ नि। धर्मशाला वाला कुरा छ नि हाम्रो। सुन्नु न हजुर, अलिजान बाबु, बजेट एकदम कम छ के, धर्मशाला हामी निर्माण गर्नै सक्दैन, बीचमा काम लट्किहाल्छ। ठिकै छ, यो वर्षमा हुँदैन, अर्को वर्षमा हुन्छ, कम्तीमा त्यसमा आधी काम यो वर्षमा गरौँ। पैसा चारैतिर बाटेर भएन नि, एक ठाउँमा किन अलिअलि काम राम्रै गर्नु पर्यो नि। त्यसैमा मिलाएर हामी जाउँ न। मिलाएर जाउँ न। माथिबाट बोलाइरहेछ, तलबाट अलिजान बाबु एकछिन है, त्यस्तै म एउटा कुरा भन्न चाहन्छु, हामी अरू गाविस जस्तो नगरौँ। त्यो त एजेन्डा आइसक्यो, जनताको लागि गर्ने हो र हाम्रो पार्टीको पनि नाम होस् हैन। जानकीया दिदीको लागि हामी कटाई मसिन गर्दियौँ। नाला बेगर केतना कल हलल छपे बा, नाला रही तो सब चालू रही। जी बाबा, तो ओकरा केना सबसे पहिले ठीक बा बाबा, रउको काम सुनल जाई। त्यसैले सुन्नु, तपाईको छ नि घरको अगाडि जुन खाल्डो भएको छ, त्यसमा हामी माटो गरिदिन्छौँ। तर 10 टिप हामी दिँदैन, 2 टिपको लागि काम चलाउँ गरिदिन्छु। पछि फेरि हुन्छ, बजेट कम छ के बाबा, अलि मिलेर जानु पर्यो। ल ठीक छ, मिलेर कुरा गरौँ न त। तर अर्को वर्ष धर्मशाला त्यो बन्नु पर्यो है। हुन्छ बजेट एकदम जसरी पनि गरौँ न त। अरू गाउँ उता गोदियानी गाविसका सचिव अखिलेशले भने गाउँ परिषद बसाउन सकेका थिएनन्। यता विश्वनाथले भने यसरी सबैलाई मिलाएर गाउँ परिषद बसाएर सबैको सहमति जुटाउन सफल भए, तर पनि एकजनाको भने चित्त बुझाउन सकेका छैनन्। कसको होला थाहा छ हजुर? नमस्ते सर साहब। नमस्कार रितेश बाबु, बस्नुहोस्। के छ हालखबर? सब ठिक छ, तपाईँको? सन्चै हुनुहुन्छ? मेरो पनि ठिकै छ। अब त्यही अब अंशको कुराहरू चलिरहेछ। तपाईँको अंशबन्डा भयो घरमा है? हजुर, मेरो त्यो मृत्युदाताको प्रमाणपत्र बुवाको लागि मैले भनेको थिएँ नि, बुवाको मृत्युदाताको प्रमाणपत्रको लागि अस्ति 1 वर्षभन्दा बढी हुन लाग्यो। बुवा बितेकै बेला तपाईँले मैले कागजातहरू दिएको थिएन, उहाँको नागरिकताहरू डकुमेन्टहरू, त्यो बनाइदिनु पर्यो। त्यो त बनाइसकेको नि। कहाँ बनाएको? अस्ति खोजेर गएको, तपाईँको साधुरामले मैले 1 घन्टा खोज्न लगाएर उसले भन्छ कि छैन भनेर। छैन भन्यो? सोध्नुहोस् भन्छ। यसको दिमाग ठेगान। साधु कहाँ भाइ? यहाँ आऊ। उहाँ रितेश बाबुको के कागजहरू तिमीले पाएन? यो त हामी दुवैजना मिलेर खोजे, 1 घन्टा जति खोजे, कहाँ पायो? अब फेरि खोज, 5 मिनट जति पाइरहेको छैन, के गर्ने? बडा अल्छी बेगा छ तिमी। खोज भनेपछि खोज्नु परेन? यस्तो कामचोर मान्छे छ नि यो पनि। अब त्यो नभइकन हुँदैन हामीले। होइन, त्यो बनाइसकेको एकदम मलाई एकदम याद छ। त्यो बनाइसकेको मैले उही बेला नै पठाइसकेको थिएँ। त्यो त्यही बेला नि तपाईँको जिल्लामा बनाएर अनि प्रत्येक हामीले रिपोर्ट दिनुपर्छ नि, त्यही बेला लगेर सब दिएर कागजहरू दिइसक्यो, बनाइसक्यो, त्यसमा केही छैन। अब पत्रिकाहरूमा सुनिन्छ सचिवहरूले त्यो मरेको मान्छेको नामको पैसा खाइदिन्छन् अरे। अनि त्यो मान्छेको नामै नै कटा गर्दैन लगतबाट पैसा। म स्वीकार छु, त्यस्तो छन्, 1-2 जना होइन, धेरै छन्। बुझ्नुभयो तपाईँको? त्यही अब के भनेको? सधैँ बेगमा राख्नुहुन्छ भन्नुहुन्छ, खोज कहाँ पाइरहेछ? बेकुप कहीँ का सधैँ बेगमा त्यो कागजहरू किन बेगमा राख्छु म? त्यो काम लाग्ने पढेको काम 1 घन्टा जति खोजे, अहिले पनि छैन। तल खोज पनि छैन हजुर। त्यही हो। अब एउटा माछा जुन छ नि, एउटा माछा पोखरीमा बिग्रियो भने, बिरामी पऱ्यो भने सब हुन्छन् भन्छन्, त्यस्तै यो सारा सचिवमा। त्यो त ठिकै हो। अब मेरो चाहिँ कागजात बनाइदिनु पर्यो। कागजात एकदम रेडी छ, तपाईँ चिन्तै लिनु पर्दैन। बुझ्नुभयो? अब फेला पर्छ, त्यो छ नि। अब हेर्नु न रितेश बाबु, मलाई पनि फोनमा धम्की आउने, चिठी आउने भूमिगत समूहहरूको, हेर्नुहोस् न, हेर्नु न, यस्तो चिठी त छ। अनि यो शेर सिंह भन्ने यी कहाँबाट आएको हो फेरि? यी शेर सिंह कहला ना रहने कि जो बहुत ही दबांग ग्रुप हो, वसना कहीं से हिसाब किताब से रह पर इनके मिला हो तो मिला। चुप लाग। जुन बेला पनि तर्साउने काम गर्छ यार, तो दबंग वाला ग्रुप जो सुकै होस्, तँलाई के मतलब छ? ठीक बा, बमले कहिए त समझे। त दबंग वाला हो, मलाई लाग्छ कुनै कुनाले यही पनि भूमिगतमा सम्बन्ध छ। बुझ्नुभयो? यहाँ बस्छ मनिर जुन बेला पनि थर्काउने काम। डरपोक त हो कि उनीहरू कि म हो, समझमा आउँदैन। हम तो हेल्प करे नहीं अपने के, जो कहीं कुछ दे कर ले हटा। खोज कहाँ बा मिलत हमें? आतंकवादी टाइपको कुराहरू गर्छ। के गर्न त बाजे फेला पर्न पनि मैले कहिले हैन, म खोज्वाइदिन्छु, त्यो छ होला, म खोज्वाइदिन्छु, गइहाल्छ, भेटिहाल्नुहुन्छ हैन। यदि त्यो पाएन भने म अर्को पनि बनाएर तपाईलाई दिइदिन्छु। निराजनाथ बाबु भन्ने बित्तिकै जागिर कहाँ हुन्छ त हो? अब घरमा मेरो धेरै जिम्मेवारी भएको छ, बाबुमा पनि छ, भाइ पनि पढ्दैछ, छोरी पनि भयो, दुईटा। त्यो त म हेर्दैछु। छोरी हो र? हो, मेरो छोरी नै हो सर। के नाम राख्नु भएको छ र छोरी? छोरीको नाम त सृजना हो हैन बेटी? ल भन त। ए राजनाथ बाबु, एकछिन है, मेरो एउटा फोन आयो, म कुरा एकछिन बाहिर गइदिनुहोस् न है। हुन्छ सर। ल हेलो हजुर। विजय बाबु? हजुर हजुर, म विजय बाबु बोल्दैछु। प्रणाम विजय बाबु। प्रणाम प्रणाम।
ए विश्वनाथजी भन्नुहोस् के भयो? हजुर विजय बाबु एउटा सानो कुरो जानकारी गराउनु थियो। हेर्नु न कस्तो मलाई अप्ठ्यारो भएछ। के अप्ठ्यारो परेर त्यस्तो? विजय बाबु बडा समस्यामा छु म। हेर्नु न कस्तो गाह्रो भइसक्यो। यो हामीलाई एउटा चिठी पनि आएको छ, त्यसमा पनि धम्की आइरहेछ। बुझ्नुभयो? 2 लाख रुपैयाँको लागि चिठी आएको छ रे? हजुर हजुर हजुर। कसले दियो त्यस्तो चिठी 2 लाखको? एउटा छ त्यो सेतराई भन्ने छ, बुझ्नुभयो? कुनै सिक्किम हो त्यो। अरे त्यो कुनै सेरे तराई ओराई छैन, बुझ्नु भएन? यो हुन त मैले हैन सचिव हक संरक्षण मञ्चमा मैले आफ्नो भनिसकेको छु। बडो राम्रो गर्नुभयो, एकदम ठिक गर्नुभयो। प्रशासनमा पनि भनिदिएछु हैन हजुर? हजुर हजुर। हजुरलाई पनि म जानकारी गराइदिउ भनेर यो हजुरलाई मैले सानो कष्ट गरेको फोन गरेको हजुर हैन। मेरो हेर्नुस् केही भयो भने हजुर। विश्वनाथ बाबु चिन्तै नमान्नुहोस्। हजुर विजय बाबु म बालबच्चा वाला मान्छे हो हजुर। हेर्नुस् मलाई एकदम बहुत डर लाग्न थाल्यो अब त। अरे त सानो तिनो चन्दा माग्दै अब हेर्नुस् 2 लाख रुपैयाँ कहाँबाट ल्याउने हजुर? अरे विश्वनाथजी तपाईँले त्यो 2 लाखको चिन्तै नगर्नुहोस्। आज मजाले तपाईँ घरमा सुत्नुहोस् होइन, भोलि बिहानै मलाई भेट्नुहोस्, चिया पनि सँगै खाउँला र म तपाईँसँग कुरो गर्छु। र तपाईँ चिन्तै नमान्नुहोस्, यो हाम्रो विरोधी पार्टीको काम हो, बुझ्नु भएन? हजुर हुन त म सब आफ्नो सब सुरक्षा मिलाउन मिलाइसक्छु। हजुरलाई पनि जानकारी गरिदिउ भनेर फोन गरेको मैले। बहुत राम्रो गर्नुभयो, मलाई जानकारी दिनुभयो, धेरै राम्रो गर्नुभयो। प्रणाम प्रणाम। ल भयो धेरैजनाले गीत गाइसक्यो, बिजुले पनि गीत गाइसक्यो, बब्लुले पनि गीत गाइसक्यो, रेहानाले पनि गीत गाइसक्यो। अब पालो रञ्जनको। ल रञ्जन तिमी गाउ त। रोवतारी बाधिने तिडिया बाकी अखिया गिरे होलो, रोवतारी बाधिने तिडिया बाकी अखिया गिरे होलो, कवन ए गुनुमाए मैया, कवन ए गुनुमाए मैया तू डाली देलु हो बोर, कवन ए गुनुमाए मैया तू डाली देलु हो बोर। दिनो राते सुनतानी सासुजी के ताना, कहेलिया भागन हमरा बेटा के जनाना। दिनो राते सुनसानी सासुजी के ताना, कहेलिया भागन हमरा के जनाना। इहो कल जुगुआ के देखी के मनावा तोर से भोर, ये कल जुगुआ के देखी के कि मनावा तोर से भोर। सबैको गीत सुनिसके है। आजको प्रतियोगितामा 4th भएको छ बिर्जु, र 3rd भएको छ नेहा, र 2nd भएको छ रञ्जन, र 1st भएको छ बब्लु। ल सबैजनाको लागि एकचोटि ताली बजाऊ त। यसपालि गान प्रतियोगिता भइसक्यो होइन, अब अर्को पालि चाहिँ कविता प्रतियोगिता हुन्छ। तिमीहरू सबैजना नि कविता लेखेर ल्याउनु ल। हो म्याम कविता कम्पिटिसन हुन्छ? हो कविता कम्पिटिसन हुन्छ है। अनि तिमी पनि भाग लिनु ल बिर्जु। यस म्याम। ल अब छुट्टी भयो है सबैजनाको। रोटी लिएर आइयो त पनि आप बस खा। बाबा म त नि गीतमा नि 4th आए। मलाई कविता आएको भए नि म फर्स्ट आउँथे। फर्स्ट आउँथे। दिनभरि खेलेर बस्छ, सिकेको भए त त्यो पनि त आउँथ्यो नि फर्स्ट। पढाइमा फर्स्ट आइहाल्छ होइन, गीतमा 4th आइहाल्यो, कविता लेख्न जानेको छ। सुन त्यो खेत छ नि, खेतमा हाम्रो गहुँ रोप्ने बेला भइसक्यो। दिनभरि म तपाईँ पता रहन्छु, बुझिस्? ठिकै छ, बजार जानु छ, त्यहाँ हाट बजार गर्नु छ, अनि के गर्ने? ल जाने, सँगै जाने, हाट बजारमा गएर सामानहरू के किनेर ल्याउँछु, सब किनेर ल्याइदिन्छु, पैसा म छोडिदिन्छु। बाबुको मोजा छैन, स्वेटर छैन, ल मलाई एउटा च्यादर पनि लिनु थियो। ल ल सबै म पनि जान्छु हाट बजार, मलाई गाडी गेमहरु किन्नु छ। ल हुन्छ, सब किन्नु लाग्यो। अब सम्झेर भनिहाल, बुझिस्? अब 1 महिनापछि मात्रै चान्स पाउँछ फेरि सपिङ गर्न मसँग। साडी किन्दिन न एउटाहरू, फरक 4-4 वटा किनिनस् त 4-4 वटा त एउटा आमालाई भनेको किन्दिनलाई। आमालाई बहिनीलाई चाहिँदैन? बहिनीलाई पनि चाहिन्छ। मेरो बहिनीलाई किन्दिनँ भनेपछि कति सङ्गडा तयारी हो। क्लिप लिहाल, मलाई केही पनि चाहिँदैन। ल्याउनु बरु बोर्ड त्यहाँ ब्याट छ, बल छ, किनिहाल्ने। रे लक्ष्मी यहाँ कहाँ छस् रे? बाप रे बाप, के छ? यो त ठिक छ। अनि कति राम्री भएको अब? म त त्यस्तै कालोको कालै छु नि त। कति राम्री
नमस्ते भिनाजु साथी भेट भयो भने त के हामीलाई मतलब छैन के त हैन साथी भेट भएपछि नि कुराकानी नगरौँ त अनि हामी के बाइपास एकदम हैन तपाईलाई नचिनाउनु त पहिले बोलाउँथे भिनाजुलाई हजुर चिनाइदिनु पर्छ नि त चिनाउँदै छ तपाईँ कति झगडा गरेर मसँग कुरा गरे हुन्थ्यो नि हैन अब त अनि के छ हालखबर सब ठीक छ बरु साइड लाग्नु न कस्तो भिडभाड छ ल भाइ नानीहरु पनि अनि के छ तेरो हालखबर कसको मेसेज आयो नचिनेको नम्बर रहेछ त के रे साला पैसा दिँदैनस् साले गोली मारिदिन्छु साला धम्की पो दिन थाल्यो त साला को यो कसरी थाहा पायो त्यसले नम्बर यो हे भगवान ए आउनु न एकैछिन जिलेबी पनि सेलाउन लागिसक्यो छिटो आउनु न अलिकति एकछिन डर के भन्नु ए यसो गरौँ जाउँ अब भएन बस्नु न कति जाउँ अब भनेको अलिकति यता जिलेबी लिएर आएको छु हजुर एकछिन बस्न मिल्दैन हैन यो अलि काम पर्यो के एकदम हेर न एकछिन बस्नु न अनि जाउँ न हिँड्न खाली तपाईलाई त ओए सुन साथी कहिले भेट्छ भन्न म आउँछु तेरो घर कहिले अरे कति नमस्कार फेरि भेटौँला नि त है त कति कुरा अन्तिम भिनासँग ल ल ल बाइ कहिले आउँछ त भन्न आउँछु चिन्ता नगर ल ल ल ल है ए कति हतार जेरी खानलाई जसुदिया हाट बजारमै भुल्न चाहन्थिन् तर धम्कीपूर्ण एसएमएसलाई आत्तिएका विश्वनाथले भने जसुदियालाई त्यहाँबाट लिएर निस्किहाले त्यसपछि उनले के गरे थाहा छ हजुर सिडिओ साहब तपाईँ नै भन्नुहोस् हामी गाविस सचिवहरू यस्तो अवस्थामा कसरी काम गर्ने भन्नुहोस् न मैले के गर्नु पर्यो भन्नुहोस् हेर्नुहोस् सिडिओ साहब दिनभरि काम गर्यो राति घरमा आरामले खाना खाएर सुतौँ भनेको यस्तो फोन आउँछ मेसेज आउँछ यो मेरो फोन हेर्नुहोस् तपाईँ मैले बुझेँ मेसेज पढ्नुहोस् बेरले मेरो यो आम नेपाली सचिवहरूको समस्या हेर्नुहोस् यस्तो हुन्छ तथा नाम गाली गरेछ आमा बहिनीको नाम डाकेर गाली दिइरहेछ पैसा मागिरहेछ होइन त्यसरी होइन तपाईँ भन्नुहोस् न कसरी हामीले शान्ति सुरक्षा गर्ने भन्नुहोस् त सिडिओ साहब म पनि यो गाविस सचिव हक हित संरक्षण केन्द्रको अध्यक्षको हैसियतले भन्दैछु यस मुद्दालाई तपाईँले गम्भीरतापूर्वक लिदिनु पर्यो होइन शान्ति सुरक्षा गर्ने जिम्मा हाम्रो हो हामी बुझ्छौँ हामी शान्ति सुरक्षा गर्छौँ कुनै हालतमा गर्छौँ तपाईँ निर्धक भएर जानुहोस् कसरी निर्धक भएर जान सकिन्छ सिडिओ साहब सचिवजी तपाईँ भन्नुहोस् न मलाई रात दिन हेर्नुहोस् बाटो हिँड्नु छ काम गर्नु छ गाउँमा कुन बेला मान्छे आएर कहाँबाट आक्रमण गर्देला तपाईँहरूको व्यक्तिगत सुरक्षा चाहिएको छ भने हामी पुलिस प्रशासन तपाईँलाई खटाउन सक्छौँ व्यक्तिगत सुरक्षाको लागि जुन एसएमएसको कुरा छ तपाईँहरूको एसएमएस कहाँबाट आयो कुन कन्ट्रीबाट आयो अथवा देशबाट आयो अथवा विदेशबाट आयो हामीहरूलाई नम्बर टिपाउनुहोस् हामी हेर्छौँ अनुसन्धान गर्छौँ त्यस विषयमा हामी तपाईँलाई जानकारी गराउँछौँ होइन अध्यक्षजी यसरी गाविस सचिवहरूलाई धम्की आयो भने हामी गाउँ गाउँ गएर कसरी काम गर्ने अखिलेशजी हामीहरू आफै चाहिँ चिन्तित छौँ हाम्रो गाविस हक हित नारायण देवजी सुन्नुहोस् मेरो कुरा पहिले चिन्तित मात्र भएर हुँदैन तत्काल खतरामा माथि छ यसको समस्याको समाधान निकाल्नु पर्छ त्यही त विश्वनाथजी हामीहरूको जुन खतरा छ नि त्यसमा चाहिँ कुरा राख्छौँ मेसेज हेर्नुहोस् तपाईको आँखामा लाज लाग्छ यस्तो तथा नाम गाली छ मेसेज त गलत छ ठिकै हो त्यो मलाई पनि पहिला मेसेज आउँथ्यो कुन कुन समूहले गर्थ्यो तर एउटा कुरा मैले बुझ्न नसकेको के भन्दाखेरि हामीले यसरी कसरी काम गर्ने होला यो गाउँमा यसको बारेमा त मैले चाहिँ सिडिओ साहबसँग इन्स्पेक्टर साहबसँग कुरा गरेकै हो अखिलेशजी होइन उहाँहरूले त आश्वासन दिनुभएको छ शान्ति सुरक्षा गराउनको अनुभूति गराउँछु भनेर नमस्कार सचिवजी 5 दिनदेखि खोजिरहेको छु नमिल्ल कहाँ भेटे नहीं कहो मोबाइल आपका दलमान की घूम के कितना खोजल जाओ अच्छा ठीक बा हमनी गाविस सचिव हक हित संरक्षण केन्द्र के मीटिंग के बात हो रहल बाटे तनका कुछ बात तपाईं एकछिन बाहिर बस्नुस् हामी त उहाँले भेट गराइदिन्छौँ गराउँछौ एकछिनमा ठीक छ हेर्नुस् मेरो सुन्नुस् पहिला म हेर्नुस् सबको यो सामाजिक सुरक्षा भत्ता लिएर हिँड्ने मान्छे पहिला जस्तो साँच्चै विश्वनाथजीको भन्ने कुरामा म थप्न चाहन्छु पहिला जस्तो 50,000 होइन 60,000 रुपैयाँ थिएन अहिले 2.5 लाख रुपैयाँ बोकेर हिँड्नु परिरहेछ हो यो अध्यक्षजी यो भएन यार यो त सिस्टम ब्याङ्किङ गोली हान्दियो भने ब्याङ्किङ सिस्टमलाई लाग्नु पर्यो के समाज अलिकति हामीहरू पनि इमानदारीले काम गर्दिनु पर्यो नि जस्तै महेन्द्रजीको म घर घरमा पुग्छु मेरो इमानदारीको हेर्नुस् न म घर घरमा पुग्ने मान्छे तपाईँ मेरो ख्याल राख्नु परेन त हैन त्यो त ठिकै हो तर हाम्रो सचिवमा पनि कहीँ न कहीँ त्यो विश्वनाथजी मान्नुपर्छ कमी कमजोरी हो यसमा अग्रेजी त्यहाँ हामीहरूको मिटिङ पनि छ यार जाउँ न त्यहाँ
कमिटी सचिवहरू साहब आइसक्नु भयो होला। त्यो पनि हामी हेरौँ है। नारायण देवजी जसरी पनि हेर्नुहोस् यो कुरा पहल गर्नु पर्यो होइन अखिलेश। हामी सिरियस छौँ नि यार। त्यसमा हामी गरौँला केही छैन, त्यो हामीलाई पनि तपाईँ मात्र हो र हामीलाई पनि। अनि सचिवजी गाविस सचिवहरूलाई धम्कीहरू आउँदैछ भन्ने कुराहरू सुन्नमा आइरहेछ, अनि यो कुरालाई प्रश्न पारिदिनुहोस् न। यस्तो अवस्थामा अब कसरी काम गर्न सकिन्छ होला तपाईँ भन्नुहोस्। बिहान बेलुका जुन बेला नि फोन आइदिन्छ, मेसेज आइदिन्छ होइन, धम्की आउँछ हेर्नुहोस्, तथा नाम छ गालीहरू। कसले धम्क्यायो तपाईँलाई? यो तपाईँ गएर उता स्टुडियोमा सोध्नुहोस्। अनि के कस्ता धम्कीहरू आइदैछ नि? यो तपाईँले देखायो भने तपाईँको आँखा लजाउँछ हेर्नुहोस् न। तपाईँलाई यो रेडियोमा प्रसारण गर्न मिल्छ? सचिवज्यू, जब यो सरकारले तपाईँहरूलाई गाउँ विकास समितिमा को कार्यालयमा गएर फर्केर काम गर, त्यसपछि स्थानीय स्तरबाट नि दबाब आउँछ, निर्देशनहरू आउन थाल्छ, अनि त्यति बेला मात्र यस्ता धम्कीका घटनाहरू आउँछन्। यो तपाईँको मनगढान्त कहानी हो हेर्नुहोस्। म मान्दिनँ। मेरो जुन गाविसमा मेरो नियुक्ति छ त्यसमा तपाईँ गएर सोध्नुहोस्। म प्रत्येक घरमा छिरेर काम गर्छु। गाविसमा काम परेर मात्र यो महिनाको एकचोटि आउने म। अनि जिल्लामा मात्रै तपाईँहरू घुमिराख्ने भन्ने कुरा पनि आउँछ, अनि यो कुरालाई यो चाहिँ कुरा कस्तो छ भनेदेखि एउटा सचिवलाई 3-3वटा गाविस जिम्मा दिइएको छ। बेचारा एउटा मान्छे 3वटा गाविसमा उपस्थित कसरी हुन्छ? त्यसो भने त सक्दिन भनेर सरकारलाई भन्न सक्नु भन्या हो। सरकारले मान्नु पर्यो, नयाँ नियुक्ति गर्नु परेन। अनि यो जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा व्यवस्था कसरी मिलाइदिएको छ नि यहाँहरूको लागि? केही मिलाएको छैन, आश्वासन मात्रै हो। एउटा सचिवलाई 3टा दिया छ, 3टा बेचारा अब नपुग्न सकेर जिल्लामा आएर सदरमुकाममा आएर बस्ने हो, ताकि 3 गाउँको मान्छेहरू आएर त्यहाँ काम लिन सक्नु। विश्वनाथजी, अब यस्तो कुरालाई बङ्ग्याइदिने तपाईँहरू। अनि यस्तो अवस्थामा तपाईँहरूलाई यति अप्ठ्यारो रहेछ, धम्कीहरू आइरहेको रहेछ, अनि कसरी काम गरिराख्नु भएको छ? जान जोखिममा राखेर, यो कुरा लेख्नुहोस् तपाईँ। जान जोखिममा राखेर हामी काम गरिरहेछौँ। सुन्नुहोस् मेरो कुरा, सुन्नुहोस्, लेख्नुहोस् पनि। बुझ्नुभयो? बिहान निस्कियो घरबाट फर्केर आइन्छ कि आइँदैन ठेगान छैन। बाटोमा कसैले हेर्नुहोस्, यो सामाजिक सुरक्षा भत्ताको पैसा यत्रो पैसा बोकेर हिँडिरहेछौँ हामी। यो हो पैसाको लागि कसैले हामी लोभ गरेर होइन सुराकी लागेर गोली मारिदियो भने कसरी हुन्छ? तपाईँले जुन सुरक्षाको कुरा गर्नुभयो, यो सुरक्षा त यहाँको सुरक्षा निकाय त हामीले प्रदान गरिरहेका छौँ। तपाईँलाई फर्किनुहोस्, हाम्रो सबै शान्ति व्यवस्थाहरू ठिक छ भनिरहेको छ। तपाईँलाई लाग्छ यो व्यवस्था ठिक छ? तपाईँ पत्रकार हो, सुरक्षित कति छौँ हामी? सचिव आम जनताको सुरक्षाको कुरा गर्नुहोस्। तपाईँ कति मान्छे सुरक्षित छ? अरे जो भुक्तभोगी छ त्यसको कुरामा लाग्नुहोस् न, सुन्नुहोस्, त्यो लेख्नुहोस्। जिल्लामा आफ्नो काम सकेर विश्वनाथ साइकलमा गाउँ फर्कँदै गर्दा बाटैमा साँझ पर्यो। त्यसपछि त बिहार में रेल वाला सन आज विश्वनाथ हुआ के ना छोड़ल जाए। ठीक बना आज जैसे भी उठा के ले चल। देखो देखो दे आओ तटे आओ तो उन्हें। हां देखो साइड में देखो देखो आओ तो विश्वनाथ हुआ पकड़ के जबरदस्ती उठा। हाँ जबरदस्ती ऊपर बैठा के ले जाइए। फिर चिल्लाई मत मनी। हाँ और रुकता का बात रुक ए का बात का रुक का बात बोले ना का बैठता का बैठी भाई काम है का काम बताओ पहले काम बताओ भाई भाई काम बता यार पहले ज्यादा चिल्लाइबे त मार दे चुप स्टार्ट क्या काम बताओ भाई स्टार्ट मुंह बंद कर यता विश्वनाथ अपहरण परे, उता उनकी श्रीमती जसुदिया र छोरो बिजु बेखबर बनेर उनैलाई कुर्दै थिए। खाला बाबू खाला खाना एंगे करबा तो तोरा होई देखत दे दुबरा आ गेल खाना खाइला बिना त पापा आयन त मरबो करियन। खाला खाओ खाओ बेटा पापा आइन त खाम फेरि त्यही कुरा गर्छ। खाओ न खाला त नमन भयो ल खाला हाँ भरपेट खाला सब दाल केकरा फोन आइला का जाने के कर। हेलो हेलो विश्वनाथ के घरवाली बोलता रही है। हाँ बोलता नहीं, हम ही बोलता नहीं। हे सासौंजेली तेरो र मेरो, सासौंजेली तेरो र मेरो, मरे खुनी हो कति आँधेरो, हाँसौरु हाँउछौ सानो सानो जिन्दगानीमा, न पौरी खेला न हिउँको चिसो चिसो पानीमा, न पौरी खेला न हिउँको चिसो चिसो पानीमा।
पौराखी हात लौ हेर कोरी भो पौराखी हात लौ हेर कोरी भो धन्य कति मान्छे नि चोरी भो हाँसौ हँसाउँछौ सानो सानो जिन्दगानीमा नआउ पौरी खेला नहिउँको चिसो चिसो पानीमा नआउ पौरी खेला नहिउँको चिसो चिसो पानीमा दशा लागे यस्तो नि दिन आयो दशा लागे यस्तो नि दिन आयो रुन्छिन उनी छोरोले पछ्यायो हाँसौ रुहाउँछौ सानो सानो जिन्दगानीमा नआउ पौरी खेला नहिउँको चिसो चिसो पानीमा नआउ पौरी खेला नहिउँको चिसो चिसो पानीमा तपाईँ सुन्दै हुनुहुन्थ्यो नाटक श्रृङ्खला कथा मिठो सारङ्गीको गाविसको कथा अङ्क 3। यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व, कामेश्वर चौरसिया, नीलम जैसी, आदित्यराज चौरसिया, राकेश यादव, रितेश त्रिपाठी, मनोज पटेल, रामज्ञान यादव, सन्तोष नेपाल, शिवनाथ यादव, मुन्ना सराफ, जयचन्द्र यादव, किरण यादव, लक्ष्मी खरेल, साबिर अहमद अराज, रिमा चौधरी, माधुरी महत्तो, सूरज खनाल, उदिप ठाकुर, नेहा यादव, रञ्जन यादव, अभय चौधरी, सञ्जना चौलागाई, राजनाथ यादव, राम खिलावन यादव, पन्नालाल यादव, मोहम्मद असलम र आसमा खातुन। नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो रविन्द्र सिंह बानिया, साथमा हुनुहुन्थ्यो भवसागर घिमिरे र आन्विका गिरी। साथै उत्पादन सहयोगी सृष्टिराज भण्डारी, वेब प्रोड्युसर विभोर बराल, ध्वनि सम्पादन शिरीष विक्रम थापा। नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामेछाने र सम्पादक हुनुहुन्थ्यो ध्रुवहरी अधिकारी। यो नाटक BBC मिडिया एक्सनले बनाएको हो। नाटक कथा मिठो सारङ्गीको भर्खरै प्रसारण गरिएको अङ्कबारे तपाईँका कुनै सुझाव, सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला। तपाईँले पठाउनु भएको पत्र हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीमा प्रसारण गर्नेछौँ। पत्रचार गर्ने ठेगाना हो कार्यक्रम सारङ्गीको भलाकुसारी, BBC मिडिया एक्सन, सानेपा, ललितपुर, पोस्ट बक्स नम्बर 8975, EPC 2554। त्यस्तै इमेल ठेगाना हो letters@bbcnepalidrama.com। नाटक सुनिसकेपछि तत्काल प्रतिक्रिया पठाउनु मन लागेमा हामीलाई SMS पनि गर्न सक्नुहुन्छ। SMS पठाउनुका लागि आफ्नो मोबाइलमा KMS टाइप गरी एक स्पेस छोड्नुहोस् र आफ्नो प्रतिक्रिया लेखेर 6677मा पठाउनुहोस्। हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै म लुनिबा तुलादर बिदा चाहन्छु। नमस्ते। धन्यवाद लुनिबा। कार्यक्रम सारङ्गीको भलाकुसारीमा तपाईँको समुदायका समस्या, सङ्घर्ष र सफलताका कुरा, साथै विकास निर्माणका काम, सरकारी निकायबाट पाइने सेवा सुविधा र सार्वजनिक पदमा बसेका व्यक्तिको आचरणबारे तपाईँलाई चित्त बुझेका र नबुझेका कुरा, अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल र पर्दा पछाडिका रोचक कुराहरू सुन्न सक्नुहुनेछ। भोलि बेलुका 8:15 बजे सुन्न नबिर्सिनुहोला कार्यक्रम सारङ्गीको भलाकुसारी।